सामाजिक सञ्जाल प्रयोगकर्ताहरू अहिले कतातिर जाँदैछ त? यो भिडियोमा चाहिँ देखिन्छ कतातिर जाँदैछ भन्ने चाहिँ। अब अहिले चाहिँ सामाजिक सञ्जालमा एकदम माग बढेको, एकदम चाहिँ सबैले सर्च गरेर हेर्ने भने चाहिँ गङ्गु काण्ड। अब यो काण्ड चाहिँ कस्तो हो, के हो, कसरी हो बुझ्नलाई चाहिँ मान्छेले हरेक ठाउँमा सर्च बारमा गएर गङ्गु छेत्री, गङ्गु काण्ड, न्यू भाइरल काण्ड भनेर चाहिँ सर्च गरेर हेर्ने गर्दो रहेछ। तर त्यसरी नगरौँ। यो हामीले जति भाइरल गरिदियो, जति सर्च गरेर हेऱ्यो, त्यति नै अब योले चाहिँ मान्छेको मानसिकतामा चाहिँ एकदम असर गर्छ। यसले यो नकारात्मक सन्देश पनि जान्छ। अहिले चाहिँ बच्चाहरूले धेरै सामाजिक सञ्जाल प्रयोग गर्ने, मोबाइल खेलाउने, अझै बच्चाहरूलाई चाहिँ अब कहीँ आफू जानु पर्यो भने मोबाइल दिएर बच्चाहरूलाई चाहिँ घरमा छोड्ने गरिन्छ। यसले गर्दाखेरि यस्तै भिडियोहरू आउन थालेपछि बच्चाहरूलाई चाहिँ कतिसम्मको दिमागमा असर गर्छ होला। त्यसकारण यस्तो भिडियोहरूलाई रिपोस्ट नगरौँ जस्तो लाग्छ, होइन, सेयर नगरौँ। अब जे हुनु भइसक्यो। यो एउटा बहिनीले चाहिँ आफ्नो प्रेमिका होला, सायद बोयफ्रेन्डदेखि चाहिँ अब धोका खाएको हो कि अब के गरे अब विश्वासमा चाहिँ आफू नङ्गिनु भनेको चाहिँ यो बहिनीको पनि गल्ती हो। अब विश्वासमा चाहिँ मान्छे कतिसम्म हद पार गर्छ भन्ने कुरा चाहिँ यो काण्डले चाहिँ प्रष्ट गराउँछ। अब यो बहिनीको चरित्र हत्या गर्ने यो केटा जोसुकै होस्, यसलाई पनि चाहिँ अब कानुनी कारबाही चाहिँ गर्नुपर्ने हो मेरो हिसाबमा चाहिँ। अब यो बहिनीले प्रोसेस के गर्छ भन्ने कुरा उसको हातमा छ। विश्वासको अगाडि केही पनि नलाग्ने रहेछ। मान्छे अन्ध भएपछि गिर्दाखेरि चाहिँ साह्रै मजा चाहिँ नआउला जस्तो लाग्यो। अब यो बहिनी अहिले कस्तो अवस्थामा छिन् त्यो चाहिँ थाहा छैन। विश्वासको अगाडि चाहिँ अब आफू नङ्गिएर गिर्नु परेको, चरित्र हत्या भएको छ। आफू पनि चुप नलाग्ला लाग्नु चाहिँ अब उसले चाहिँ अहिले चाहिँ के भन्दैछ भने अब यो भिडियो चाहिँ धेरै अगाडिको थियो, अब लिक चाहिँ अहिले भएको भन्छ। अब होला, त्यस्तै होला, होइन। अब हामीलाई थाहा भएकै त्यस्तो।